हामीलाई राम्ररी मूल्याङ्कन गर्नुपर्नेछ र हामीले निश्चितै भौतिक विकासको क्षेत्रमा होइन उल्लेखनीय ढङ्गले बहसमा उत्रने ढङ्गले हाम्रा उपलब्धिहरू पनि छन्। अब म भनौँ है तर सँगसँगै के छ भन्दाखेरि समग्रतामा एउटा चाहिँ दलको नेताहरूप्रति जनताको प्रश्न छ र त्यो प्रश्न सबभन्दा गम्भीर हुनुपर्ने कुराहरू त के आयो भने स्थिरताको नारा दिएको कांग्रेस एमालेको गठबन्धन सरकारले पनि सत्ता र सरकारको भित्रको यो अस्थिरता कायमै राख्यो, स्थिरता दिन सकेन। चिन्ताको विषय त यो 84 सम्म अब स्थिर जान्छ भनेको मानि यति अस्थिरता देखियो। तपाईलाई एउटा कुरा के भन्नु भन्दाखेरि हामीले जस्तो संवैधानिक परिपाटी अँगाल्यौं त्यसले नेपालमा निकट भविष्यमा त्यो हामीले भनेको शब्दावलीले दिने अर्थको राजनीतिक स्थिरता दिँदैन। किन भन्दाखेरि हामीले अपनाएको निर्वाचन प्रणाली, हाम्रा नेचरहरू र नेपाल